यहाँ तपाईँलाई पनि लाग्ने रहेछ, प्रचण्डलाई पनि लाग्ने रहेछ, ओलीलाई, बालेनलाई, रविलाई पनि लाग्ने रहेछ कि मैले भनेको चिज सही छ भनेर। तपाईँलाई पनि त लागिरहेछ नि तपाईँले भनेको चिज सही छ मैले के चाहिँ भनेर, होइन, मलाई आज उनीहरूमाथि खोट लागिरहँदा तपाईँलाई त तपाईँ सही लागिरहेछ नि त, होइन? बिल्कुल फरक। उहाँहरूलाई चाहिँ म भएन भने बन्दैन भन्ने लागेको छ होइन? तपाईँलाई चाहिँ लागेको छैन? मलाई चाहिँ म भएन भने चाहिँ बन्दैन भन्ने फिट्टिकै लागेको छैन मलाई, कहीँ कतै पनि लागेको छ। त्यो बनाउने प्रक्रियामा मेरो पनि अलिकति कन्ट्रिब्युट हुन्छ भन्ने मात्रै लागेको छ मलाई। हुन सक्ला म बाँचुन्जेलसम्म मैले प्रयत्न गरेँ भयो भने म प्रयत्न गरेँ भने मात्रै लागेको छ। यही हो फरक। प्रचण्डजीलाई चाहिँ लागेको के हो भने म भएन भने साँच्चै होइन यो देश सकिन्छ, मैले बोकिरहेको छु भन्ने छ कि उहाँहरूलाई। यो प्रचण्डलाई भन्दा ओलीलाई बेसी लागेको छ जस्तो लाग्दैन? सबैलाई। बालेनजीलाई कति लागेको छ हेर्नु न, सामान्य छ त। उहाँको तरिकाहरू नि तरिका उहाँको